आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरी पुगेरै होला कोही त त्यसै रहरमा कतिसम्म कति आधार गर्थे पहिले काले चिने पनि नचिने झै गर्छन् अहिले काले के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरी पुगेरै होला कोही त त्यसै रहरमा अचम्मै गरेर यो सहरैले मान्छेलाई बिगार्यो रहरैले मान्छेलाई बिगार्यो रहरैले के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरी पुगेरै होला कोही त त्यसै रहरमा गाउँमा बस्दा गुन्यो लाउँथे सबले सारी छोटा लाउन थालेपछि बढी बलात्कारी के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरी पुगेरै होला कोही त त्यसै रहरमा अचम्मै गरेर यो सहरैले मान्छेलाई बिगार्यो रहरैले मान्छेलाई बिगार्यो रहरैले मान्छेहरूले तिमीलाई मोटी भन्दाखेरि मेरो यहाँ मुटुमा चसक्क गोज्छ तर म तिमीलाई के भन्छ थाहा छ तिमी मेरो भोगटिया हौ तिमी मेरो भलिबल हौ कहीं दारी कोर्दियौ कति राम्रो दारी मेरो दारी
मेरो भोगटे बस सपना देख्ने यो सपना भन्ने बित्तिकै मलाई अर्को रमाइलो घटनाको याद आयो पुरा कहिलेको भन्दा 2040 सालको पहिलाकाले शिरमा सिन्दुर लाउँथे पोते चुरा बजारतिर झरेपछि बिर्से सबै कुरा के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरे पुगेरै होला कोही त त्यसै रहरमा पहिलाकाले शिरमा सिन्दुर लाउँथे पोते चुरा बजारतिर झरेपछि बिर्से सबै कुरा के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरे पुगेरै होला कोही त त्यसै रहरमा अचम्मै गएर यो सहरैले मान्छेलाई बिगार्यो रहरैले मान्छेलाई बिगार्यो रहरैले हिँड्छन् के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरे पुगेरै होला कोही त त्यसै रहरमा पुग्नेहरू सहर बसी घर घटेरी किन्छन् नपुगेर बस्नेहरू बिग्रिएर हिँड्छन् के आयो जमाना सबैजना झर्या छन् सहरमा कोही त झरे पुगेरै होला कोही त त्यसै रहरमा अचम्मै गएर यो सहरैले मान्छेलाई बिगार्यो रहरैले मान्छेलाई बिगार्यो रहरैले भाडा छोइसक्नु छ बजारतिर पानी काम गरेर सानो भइन
अबदेखि हामीले सहर जान्छु मात्रै नभनौँ, गाउँलाई नै सुन्दर शान्त सहर बनाउने प्रयत्न गरौँ। हामीले हाम्रो संस्कार संस्कृतिको संरक्षण र सम्वर्धन गरौँ। यी बुढाले भनेको कुरो 100% ठिक हो। कुरा सुन्नु बुढाको, आलो थाप्नु बुढाको। के कसो त? ओहो यार भनेको त बल्ल आएछ होइन, फेरि त मोटै पो पारेर ल्याएर पहिला खुट्टा ढोक्न लाउनु छोरालाई। गाउँको परम्परा सिक्नु परेन? के नानी भाइ होइन, सबै छोरा भनेको त केटीका छेउ गर